नमस्कार। एउटा प्रश्न जुन अहिले धेरै नेपाली क्रिएटरहरूको दिमागमा घुमिरहेको छ त्यो हो एआईको आवाज प्रयोग गरेर बनाएको भिडियोले युट्युबमा मोनेटाइजेसन पाउँछ कि पाउँदैन। हो, यही प्रश्नको एकदमै स्पष्ट र साँचो जवाफ आज हामी खोज्दैछौँ। एआईको आवाज प्रयोग गर्ने सोच त छ हैन, कन्टेन्ट बनाउन कति सजिलो हुन्थ्यो, तर सँगसँगै एउटा डर पनि छ। कतै यत्रो मेहनत गरेर बनाएको च्यानललाई युट्युबले मोनेटाइजेसनै नदिने पो हो कि? यो डर एकदमै रियल छ। र हो, यस्तो सोचाउनु एकदमै सामान्य कुरा हो। धेरै क्रिएटर्स, चाहे नयाँ होस् वा पुराना, यही दुविधामा हुनुहुन्छ। आखिर एआईको पावर त प्रयोग गर्न मन छ, तर नियमहरू यति छन्, यति अस्पष्ट छन् कि अल्मलिनु स्वाभाविक नै हो। ल, अब चिन्ता छोडौं। आउनुहोस् युट्युबको वास्तविक नियम के हो त्यसलाई एकदमै सरल भाषामा बुझ्ने कोसिस गरौं, ताकि ढुक्क भएर आफ्नो सृजनात्मक यात्रालाई अगाडि बढाउन सकियोस्। सुरु गरौं त्यो सबैभन्दा ठूलो प्रश्नबाट, एआई आवाज र मोनेटाइजेसनको सम्बन्ध आखिर के हो त? यसको सिधा र छोटो उत्तर हो, हुन्छ। हो, एआई आवाज प्रयोग गरेर च्यानल मोनेटाइज गराउन सकिन्छ, तर यहाँ एउटा ठूलो तर छ। र यही तरभित्र लुकेका छन् युट्युबका ती महत्त्वपूर्ण नियमहरू जसलाई बुझिएन भने सबै मेहनत खेर जान सक्छ। ल हेर्नुहोस्, युट्युबलाई एआई आवाजसँग खासै आपत्ति छैन, मतलब एआई भोइस इज अलाउड। तर आपत्ति कहाँनिर छ भन्दा त्यो आवाजको क्वालिटीमा। यदि आवाज एकदमै रोबोटिक, कम्प्युटर बोले जस्तो वा एउटै टोनमा दोहोरिरहने खालको छ भने हो, त्यहाँनिर समस्या आउँछ। युट्युबले त्यसलाई लो एफर्ट वा रेपिटेटिभ कन्टेन्ट मानेर रिजेक्ट गर्न सक्छ। त्यसैले कुरा के हो भने सकेसम्म नेचुरल सुनिने, मान्छेले बोले जस्तै भाव भएको आवाज छान्नु पर्यो। अब आउँछ सबैभन्दा महत्त्वपूर्ण कुरा। युट्युबको लागि एआई भोइस एउटा टुल मात्र हो। उसको खास ध्यान त कता छ भन्दा तपाईको कन्टेन्टको ओरिजिनालिटीमा। मतलब तपाईको सामग्री कत्तिको मौलिक छ, त्यसले केही मूल्य थप्छ कि थप्दैन भन्ने कुरामा। युट्युबले एउटा शब्द धेरै प्रयोग गर्छ, ट्रान्सफर्मेटिभ कन्टेन्ट। अब यो भनेको के हो त? सिधा भाषामा भन्दा तपाईले कुनै कुरालाई जस्ताको तस्तै नराखेर त्यसमा आफ्नो केही नयाँ कुरा थप्नुभयो। जस्तै आफ्नो छुट्टै कमेन्ट्री दिनुभयो, त्यसलाई एजुकेशनल बनाउनुभयो वा एकदमै क्रिएटिभ तरिकाले एडिट गरेर केही नयाँ मूल्य दिनुभयो। कपी पेस्ट होइन, क्रिएट गर्नुभयो। त्यसो भए यो मूल्य थप्ने काम कसरी गर्ने त? केही तरिकाहरू छन्, जस्तै भिजुअलहरू आफ्नै प्रयोग गर्नुहोस्, चाहे त्यो ग्राफिक्स होस्, एनिमेसन होस् वा आफैले खिचेको फुटेज। एकदमै महत्त्वपूर्ण कुरा, स्क्रिप्ट आफै लेख्नुहोस्, कतैबाट सारेर होइन। आफ्नो छुट्टै विश्लेषण, आफ्नो छुट्टै पर्सपेक्टिभ दिनुहोस्। यी सबै कुराले के देखाउँछ? तपाईको ह्युमन एफर्ट, अर्थात् मानवीय प्रयास, र युट्युबलाई चाहिने पनि यही हो। अब कुरा गरौँ एउटा यस्तो गल्तीको जुन एआई भोइस प्रयोग गर्नेहरूले सबैभन्दा धेरै गर्छन् र जसले गर्दा च्यानल रिजेक्ट हुन्छ। त्यो हो रियुज्ड पोलिसी भाइलेसन। ल, यो रिजेक्टेड र अप्रुभड कन्टेन्टको फरकलाई हेरौँ। एकातिर तपाईले इन्टरनेटबाट एउटा आर्टिकल कपी गर्नुभयो, केही स्टक भिडियोहरू हाल्नुभयो र एआईलाई पढ्न लगाउनुभयो। यहाँ तपाईको एफर्ट के छ? लगभग शून्य। त्यसैले यो रिजेक्ट हुन्छ। अब अर्कोतिर हेरौँ। तपाईले आफ्नो स्क्रिप्ट लेख्नुभयो, आफ्नो एनालाइसिस दिनुभयो र त्यसलाई सपोर्ट गर्न कस्टम ग्राफिक्स बनाउनुभयो। यहाँ तपाईको एफर्ट र भ्याल्यु एडिसन प्रष्ट देखिन्छ। ओ, यही हो युट्युबले अप्रुभ गर्ने कन्टेन्ट। र यो कुरामा युट्युब दिन प्रतिदिन झन कडा हुँदै गइरहेको छ। पहिले रेपिटेशनस कन्टेन्ट अर्थात् दोहोरिएको कन्टेन्टमा बढी फोकस थियो, तर अब पोलिसी अपडेट भएर इनअथेन्टिक कन्टेन्टमा फोकस सरेको छ। यसको मतलब के हो भने युट्युबले अब म्यास प्रोड्युस्ड, मतलब मसिनले जस्तै बनाएको वा कपी पेस्ट गरिएको कन्टेन्ट जसमा ओरिजिनल भ्याल्यु शून्य छ, त्यस्तालाई झनै कडाइका साथ हेरिरहेको छ। अब यति गरिसकेपछि आफूलाई सेफ साइडमा राख्ने सबैभन्दा राम्रो तरिका के होला? त्यो हो ट्रान्सपेरेन्सी, अर्थात् पारदर्शी हुनु। भन्नुको मतलब आफ्नो दर्शकलाई जान्नु कि भिडियोमा एआई आवाज प्रयोग गरिएको छ। यसो गर्दा के हुन्छ? 1. दर्शकहरूसँग विश्वास बढ्छ। 2. युट्युबलाई पनि एउटा पोजिटिभ सिग्नल जान्छ कि तपाईले नियमहरू बुझ्नु भएको छ र इमान्दार हुनुहुन्छ। त्यसो भए कहिले डिस्क्लोज गर्ने त? खासमा सधैँ गर्नु राम्रो प्र्याक्टिस हो। अझ आवाज एकदमै रियल सुनिन्छ भने त झनै गर्नुपर्छ। तर याद राख्नुहोला, हेल्थ, न्युज, फाइनान्स वा इलेक्सन जस्ता सेन्सिटिभ टपिकहरूमा त यो अनिवार्य नै छ। कसरी गर्ने? खासै गाह्रो छैन।
भिडियोको डिस्क्रिप्सनमा एआई भोइस ओभर युज्ड भनेर सानो नोट लेखिदिए पुग्छ। ल, अब यी सबै कुरालाई एकै ठाउँमा ल्याएर हेरौँ। आखिर सक्सेसको लागि की टेकअवे के हो त? अबदेखि कुनै पनि भिडियो पब्लिस गर्नुभन्दा अगाडि आफूलाई यो 3 बुँदे चेकलिस्टमा जाँच्नुहोस्। नम्बर 1, के यो ओरिजिनल छ? मतलब स्क्रिप्ट र भिजुअल्स मेरो आफ्नै हो? नम्बर 2, के यसले भ्याल्यु एड गर्छ? मतलब यसले दर्शकलाई कुनै नयाँ जानकारी वा पर्सपेक्टिभ दिन्छ? र नम्बर 3, के यो ट्रान्सफर्मेटिभ छ? मतलब मैले सोर्स मटेरियललाई कपी पेस्ट मात्र गरेको छु कि त्यसमा केही महत्त्वपूर्ण परिवर्तन गरेको छु? यदि यो तीनवटै प्रश्नको जवाफ यसमा आउँछ भने तपाईँ एकदम सेफ हुनुहुन्छ। अन्त्यमा बिर्सनुहोस्, एआई भोइस भनेको एउटा टुल मात्र हो। यो एउटा ह्यामर जस्तै हो वा क्यामेरा जस्तै। महत्त्वपूर्ण कुरा ह्यामर होइन, ह्यामर चलाउने हात हो। महत्त्वपूर्ण कुरा क्यामेरा होइन, क्यामेरा पछाडिको आँखा हो। त्यसैगरी एआई भोइस महत्त्वपूर्ण होइन, त्यसलाई प्रयोग गर्ने तपाईको क्रिएटिभिटी महत्त्वपूर्ण हो। युट्युबले टुललाई होइन, तपाईको क्रिएटिभिटीलाई रिवार्ड गर्छ। त्यसैले अबको लागि एउटा अन्तिम प्रश्न। आफूले बनाउने हरेक कन्टेन्टमा सोच्नुहोस्, मेरो यो सिर्जनाले आखिर के भ्याल्यु एड गर्दैछ? दर्शकको लागि वा यो कन्टेन्टको विशाल सागरमा मेरो यो भिडियोले के नयाँ कुरा थपिरहेको छ? हो, यही प्रश्नको जवाफमा तपाईको युट्युब यात्राको सफलता लुकेको छ।